हाम्रो प्रेप कोर्स नेपाल हो। यो चाहिँ एउटा गेमिफाइड लर्निङ प्लेटफर्म हो। यो चाहिँ हामीले लोकसेवाको स्टुडेन्टहरूको लागि बनाएको हो, किनकि लोकसेवामा पढ्न अलिक गाह्रो हुन्छ लोकसेवाको एक्जाम दिन, किनकि स्टुडेन्टहरू बोर्ड हुन्छ, बुक्स र पिडिएफहरूबाट पढ्दामा अलिक गाह्रो नै हुन्छ। यो चाहिँ हामीले उनीहरूलाई हेल्प गर्नको लागि बनायो। यो चाहिँ हाम्रो ड्यासबोर्ड हो। यसमा चाहिँ टुडेज मिसन, आजको मिसनहरू छ, टेक 1 मक टेस्टहरू, यो कटायो भने चाहिँ रिवार्डहरू पाउँछ। यसमा प्रोग्रेस देखाएको छ, क्विक एक्सनहरू भयो। अनि सेकेन्डमा चाहिँ हाम्रो यो प्रोग्रेस ट्र्याकिङ छ। अहिले चाहिँ 0% छ, किनभने हामी यो नयाँ स्टुडेन्टको आइडी हो, त्यही भएर यहाँ केही पनि डेटा आएको छैन। अनि यो चाहिँ हाम्रो थर्ड चुज योर प्र्याक्टिस सब्जेक्ट भन्ने पेज छ। यसमा चाहिँ छुट्टै छुट्टै सब्जेक्टहरू छ। अहिलेलाई जेनरल नलेजमा जाउँ। अनि फर्स्ट क्वेसन, विच इज द हाइएस्ट माउन्टेन इन नेपाल? माउन्ट एभरेस्ट। अब हामीले यो राइट गऱ्यो भने एकदमै खतरा साउन्ड इफेक्ट नै आउँछ। यो चाहिँ लास्ट क्वेसन भयो हाम्रो सप्तकोशी। अनि हामी यहाँ सबमिट गरेपछि चाहिँ अब यहाँ लेभलहरू पनि देखाएर 110 एक्सपी भयो, सबै करेक्ट भएर। अनि प्र्याक्टिस कम्प्लिट भयो। हामीले प्र्याक्टिस कम्प्लिट गरेपछि चाहिँ 20 पोइन्ट अन गरेको छ। अनि यहाँ ब्याज नै पाएको छ हामीले, जिके च्याम्पियन भनेर। अनि यो हाम्रो यो पेज भयो। अनि यहाँ चाहिँ हाम्रो अर्को के फिचर पनि छ भन्दाखेरि रेकमेन्डेड प्र्याक्टिस। यसमा चाहिँ अहिले जिकेमा लो एक्युरेसी देखाएको छ, त्यही भएर प्र्याक्टिस गर भन्ने देखाउँछ। यसकै यो हामीले गरेको अनुसार देखाउँछ यो चाहिँ। अनि अर्को चाहिँ यहाँ रिभ्यू एन्ड मिस्टेक्स देखाएको छ। यहाँ चाहिँ अब हामीले क्वेसनहरू सेभ गऱ्यो भने यहाँ आएर बस्छ, अनि मिस्टेकहरू गरेछ भने यहाँ आएर बस्छ। तर हामीले मिस्टेक नगरे भएर केही नै आएको छैन। अनि विक टपिक भनेर चाहिँ यहाँ आउँछ। यहाँ चाहिँ अब हामीले कुन चाहिँ प्र्याक्टिस गरेको छैन भनेर यहाँ एनालाइसिस गरेर आउँछ। अनि हाउ एक्सपी एन्ड गेमिफिकेसन वर्क्स भनेर छ। यो चाहिँ एक्सपी भनेको चाहिँ एक्सपिरियन्स पोइन्ट र गेमिफिकेसन चाहिँ कसरी वर्क गर्छ भनेर छ। अन एक्सपिरियन्स पोइन्ट, अब हामीले अघि एन्सर गरे जस्तो सब मिलाउँदै गयो भने एक्सपिरियन्स राम्रै अर्न गर्न सक्छ, अनि हाम्रो लेभल बढ्छ। अनि सेकेन्डमा चाहिँ के छ भन्दाखेरि लेभल अफ सब्जेक्ट। अनि लेभल अफ सब्जेक्टमा चाहिँ अब हामीले सब्जेक्टहरू अब बेसिक मात्र क्वेसन आएको थियो अघि, अब त्यो अझै गर्दै गयो भने अलिक हार्ड आउँछ। अनि हामी त्यो सब्जेक्टमा अलिक प्रो हुन थाल्छौँ। अनि बेस स्ट्रिकमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ स्ट्रिक मेन्टेन गर्ने सिस्टम हो। अब हामी डेली आयो भने डेली ट्र्याक हुन्छ, अनि कुनै दिन आएन भने चाहिँ अब स्ट्रिक मेन्टेन नहुनसक्छ। एकचोटिको लागि चाहिँ माफ हुन्छ, त्यसपछि चाहिँ हुँदैन। यो चाहिँ धेरै कुरामा युज भइरहेको हुन्छ। स्न्यापच्याटहरूमा नि त्यो सबैजना लगइन गर्छन्। अनि हामीले चाहिँ के राखेको छ भन्दाखेरि लगइन गरेर चाहिँ पढ्छन् भनेर चाहिँ डेली स्ट्रिक सिस्टम राखेको छ। अनि फोर्थमा कुन चाहिँ गेमिफिकेसन युज भएको भन्नाले अर्न कोइन्स भन्ने युज भएको छ। यसमा चाहिँ अब प्र्याक्टिसहरू कम्प्लिट गरेपछि चाहिँ अर्न कोइन हुन्छ। यो चाहिँ पछि मक टेस्टहरू दिनमा युज हुन्छ। अनि अनलक ब्याजेस, अघि हामीले एउटा ब्याज अनलक गरेको थियो त, यो चाहिँ एउटा टाइटल रेपुटेसनको लागि हो। यो चाहिँ अब खत्रै पढ्यो भने अब पछि गएर प्रेप कोर्स लेजेन्डको टाइटल नै पाउँछ। अनि इम्प्रुभ विक एरियाज, अब हामीले चाहिँ अब विकनेसहरू रङ एन्सरहरू यहाँ आइदिएको हुन्छ, अनि यहीँबाट इम्प्रुभ गर्न सक्छ। अनि स्ट्रेन्थहरू बढाउन सक्छ हामीले। अनि यहाँ चाहिँ अब डेली क्विजहरू छ, यो चाहिँ दिनको आउँछ। अनि हामीले यहाँ गएर डेली क्विजमा जाने, अनि यहाँ गएर हामीले क्विजहरू गर्नु मिल्छ। डेली क्विज हो यो चाहिँ हाम्रो। अनि यो अर्को पेज चाहिँ मक टेस्ट, अघि भने जस्तै यहाँ चाहिँ मक टेस्टको क्वेसनहरू आउँछ। यहाँ चाहिँ अब फर्स्टको 3टा मक टेस्ट चाहिँ फ्री नै हुन्छ। अनि पछि 3टा पछि चाहिँ हामीले हामीसँग भएको कोइन युज गरेर हामीले मक टेस्ट गर्न मिल्छ फेरि। अनि अर्को चाहिँ के छ भन्दा हाम्रो मेन फिचर फ्राइडे लाइभ टुर्नामेन्ट। यो चाहिँ एउटा कम्पिटिसनको लागि पनि राखेको हो, स्टुडेन्टहरू इङ्गेज हुन्छ कम्पिटिसनमा। फ्राइडे चाहिँ हाम्रो यहाँ रेजिस्ट्रेसन गर्न मिल्छ। अहिले चाहिँ डेमोको लागि भएर यो रिसेट हुन्छ 3 मिनट्समा। अहिलेलाई हेरौँ जोइन गरेर। यहाँ चाहिँ हाम्रो रेजिस्ट्रेसन सिद्धियो, अनि टुर्नामेन्ट इन्टर गऱ्यो। अनि यहाँ चाहिँ रेडी हुने टाइम छ। अनि यहाँ चाहिँ हाम्रो पार्टिसिपेन्टहरू देखाएको छ, इन्टर टुर्नामेन्ट। अनि रेस्पेक्टिङ द, यो चाहिँ एउटा हामीले अब 15 सेकेन्डभन्दा अलिक छिटै एन्सर गऱ्यो भने चाहिँ 50% बोनस पाउँछौँ।
अनि हाम्रो यो 5वटा क्वेसन पछि चाहिँ वेटिङ टाइम आउँछ अनि यो अब अर्को 5वटा क्वेसन स्टार्ट हुन्छ। अनि यो चाहिँ हाम्रो पार्टिसिपेन्टहरू भयो। अहिले यसलाई सेकेन्डमा छु हामी, एउटा रङ गऱ्यो त्यही भएर। अनि रङ गर्दा चाहिँ हाम्रो यो यस्तो खालको साउन्ड इफेक्ट छ, हामीले स्टुडेन्टहरूलाई इङ्गेजिङ गर्न। यो चाहिँ हाम्रो लास्ट क्वेसन भयो, रङ भएको भयो। यो चाहिँ अब हाम्रो यो टुर्नामेन्टको रिजल्ट चाहिँ फर्स्टमा निशा कार्की आउनु भएको छ, सेकेन्डमा म आएको छु, उहाँ चाहिँ विनर हुनुहुन्छ। अनि यहाँ गएर चाहिँ हामीले एन्सरहरू रिभ्यू गर्नु मिल्छ। अनि यहाँ चाहिँ ड्यासबोर्डको रिजल्टहरू आइरहेको छ। अनि यो चाहिँ लिडर बोर्ड भयो। टुर्नामेन्टमा 80% एक्युरेसी आएको छ हाम्रो। यो चाहिँ अब निशा कार्कीज्यू चाहिँ फर्स्ट हुनुभएको छ टुर्नामेन्टको। यहाँ चाहिँ अब हामी सेकेन्ड भएको रिजल्ट आएको छ। अनि यहाँ चाहिँ विकलीमा अघि हाम्रो सब्जेक्टवाला प्र्याक्टिसको कोर्सको आएको छ यो मन्थली। अनि यो चाहिँ सब्जेक्ट वाइज यहाँ चाहिँ कुन चाहिँ सब्जेक्टको हो त्यो पनि लिडर बोर्ड हेर्नु मिल्छ। अनि यो चाहिँ एक्जाम ट्र्याकको लिडर बोर्ड भयो। अनि हल अफ फेम भने चाहिँ यो चाहिँ लाइफ टाइमको, यो चाहिँ एकदम सबसे खतराहरू चाहिँ आउनुहुन्छ। अनि यहाँ गएर हामीले प्रोफाइल नै हेर्नु मिल्छ को हुनुहुन्छ। यो चाहिँ हाम्रो ब्याजेसको पेज भयो। अनि यो चाहिँ सबै ब्याजहरू भयो। यो चाहिँ मिथिक ब्याज भयो। अनि यो चाहिँ हाम्रो 30 डे स्ट्रिक च्याम्पियन भन्ने ब्याज छ। यो चाहिँ अब 30 डे रेगुलर आछ भने यो ब्याज पाउँछ स्टुडेन्टहरूले। अनि यो चाहिँ हामीले पाएको ब्याजहरू भयो, अघि पाएको। यो चाहिँ अब हामीले पाएको ब्याजहरू भयो, अघि जे गऱ्यो त्यहीँबाट। फर्स्ट स्टेप भनेको यो लगइन, मक बिगिनर, यो फ्राइडेको यो ब्याजहरू भयो टप 10मा आएको। अनि यो चाहिँ लक्डहरू भयो। यो चाहिँ अब हामीले कन्स्टिट्युसनको क्वेसनहरू गरेर नि आउँछ। यहाँ तल दिएको छ हामी के गऱ्यो भने चाहिँ हामी यो ब्याजहरू पाउन सक्छ। अनि यो चाहिँ एकदम रेयर, यो चाहिँ एकदम पढ्नै पर्छ यो ब्याजहरूको लागि चाहिँ, स्टुडेन्टहरूले मिहिनेत गर्नु पर्यो त्यसको लागि। अनि यो त अब बेसिक त्यही भएको कुराहरू भयो। अनि यहाँ चाहिँ अब हामीले कतिवटा ब्याज अन गरेको छ भने 6वटा ब्याज देखाएको छ। अनि 23वटा चाहिँ अझै बाँकी नै छ भनेर देखाएको छ। अनि यो चाहिँ कुन चाहिँ क्लोज छ त अनलक गर्नकोमा मक मास्टर छ। अनि यो चाहिँ यो फर्स्ट स्टेप ब्याज भयो। रिक्वायरमेन्ट त्यो रिवार्डहरू एक्सपिरियन्स पोइन्ट नि पाउँछ। अनि यहाँ प्रिभ्यू गऱ्यो भने चाहिँ यस्तो आइकन आउँछ। यो चाहिँ हाम्रो ब्याज भयो। यो चाहिँ अब मिथिक ब्याजहरूमा चाहिँ के फिचर छ भन्दाखेरि यहाँ गएर हेऱ्यो भने एनिमेसनहरू पनि आउँछ। यो चाहिँ अब अलिक प्रो स्टुडेन्टहरूकोमा आउँछ। अनि यो चाहिँ हाम्रो प्रोफाइल भयो प्रदर्शनै नयाँ सुब्बाको लागि। अनि यो इङ्ग्लिस ल्याङ्ग्वेज हामीले चुज गरेको छ, अहिले देखाउँछु। यो चाहिँ हाम्रो करेन्ट जर्नी। यो चाहिँ हाम्रो अहिलेको ऱ्याङ्क चाहिँ न्यू एक्सपिरियन्स छ, किनकि हामी भर्खर स्टार्ट गरेको छ। अब हामी डेली आयो, पढ्यो, प्र्याक्टिस गऱ्यो भने एक्सपिरियन्स पोइन्ट बढाउँदै गयो भने अर्को हाम्रो फोकस लर्नर अनलक हुन्छ। त्यसपछि अब पढ्दै गयो भने खरिदार के गर्दै हामी प्रेप क्वेस्ट लेजेन्डसम्म पुग्न सक्छ। प्रेप क्वेस्ट लेजेन्डसम्म पुग्दा चाहिँ हामी एकदम लोकसेवाको लागि रेडी हुन्छौँ। अहिले चाहिँ यहाँ कोइन ब्यालेन्स देखाएको छ। यो चाहिँ 0 डे देखाइरह, किनकि हामी यो फर्स्ट डे हो। अब भोलि आयो भने डे 1 डे 2हरूबाट स्टार्ट हुन्छ। अनि यही हो हाम्रो पेज चाहिँ। अनि अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि फिचर, यहाँ गएर अब अरूलाई नेपाली मनपर्छ भने नेपालीमा गएर नेपाली ल्याङ्ग्वेज बनाउनु पनि मिल्यो। अनि नेपालीमा आउँछ सबै कुरा। अहिलेलाई चाहिँ म इङ्ग्लिसै चुज गर्छु मेरो लागि चाहिँ। अनि अर्को, अनि यो चाहिँ अब अघि देखाउनु बाँकी थियो प्रोग्रेसको। यहाँ चाहिँ अब जेनरल नलेज गरेपछि यता देखाएको छ 110, अब 200 पुगे चाहिँ लेभल बढ्छ हाम्रो। अनि अघि हामीले यहाँ सब 0 देखाएको थियो किनकि सबै राइट भएको थियो। अब यहाँ चाहिँ अघि सेभ गऱ्यो भने चाहिँ यहाँ सेभ गरेको क्वेसनहरू देखाउँछ। अब यो प्र्याक्टिस गर्न मिल्छ यहीँबाट। अनि अर्को चाहिँ के छ भन्दाखेरि रङ एन्सरहरू। यहाँ चाहिँ अब अघि नै मैले प्र्याक्टिस गर्दा धेरै रङ आएको थियो। अब यहीँबाट हेर्न पनि मिल्छ एन्सर के थियो भनेर। अनि यहीँबाट नि विक टपिक जानु मिल्छ। यहाँ चाहिँ देखाएको छ केमा चाहिँ हाम्रो विकनेस छ भनेर। अहिले चाहिँ हामीले नेपालीमा ल्याङ्ग्वेज चेन्ज गरेको छ। अनि यो पनि सबै नेपालीमै आउँछ। सिधै हाम्रो लगआउट। थ्याङ्क यू।